हेलो गाइस, वेलकम बैक टू माई यूट्यूब च्यानल प्रदीप खबरनी ब्लगमा हजुरलाई स्वागत छ। यो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। कहाँदेखि हेर्दै हुनुहुन्छ हाम्रो भिडियो लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। आज चाहिँ म दिल्लीको मौसम देखाउन गइरहेको छु हजुरलाई। दिल्लीमा पानी परिरहेको छ, हेर्नुहोस्। अविरल बारिस हिजो राति 1-1:30 बजेदेखि परेको बारिस पानी परिरहेको छ होइन, अहिले पनि पाएको छ। ल गाइस, अब चाहिँ म पानी परिरहेको छ होइन, हल्का हल्का मौसम पनि चिसो छ होइन। जो जति पनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ दिल्ली इन्डियामा होइन, सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भन्न चाहन्छु। जाडो पनि बढ्न लाग्यो होइन, सबैले आफ्नो केयर गर्नु होला भन्न चाहन्छु। आज चाहिँ म आफ्नो रेगुलर काम गर्नुपर्छ होइन। खै ड्युटीबाट आएको म पनि होइन, खानासाना बनाउनु पऱ्यो होइन, खानु पऱ्यो। म देखाउँछु हजुरहरूलाई म चाहिँ खाना कसरी बनाउँछु होइन, अनि हजुरहरूले कसरी बनाउनुहुन्छ सल्लाह सुझाव दिनु होला होइन। कस्तो लाग्छ हजुरलाई मेरो भिडियो राम्रो लाग्यो लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु होइन। ल गाइस, तपाईँलाई भिडियो त दिन्छु है त, सबैजनाले हेरेर साथ। ल गाइस, पहिला यो सुरुमा चाहिँ म चाहिँ हल्का लसुन होइन, लसुन चोप गर्न गइरहेको छु चाहिँ दालको लागि है। अनि यो अदुवा मजाले चोप गर्नु होइन। मजाले चोप गरेपछि त्यसको होइन चाहिँ हाम्रो यो टमेटो यसरी कुकर चढाउने होइन, अनि तेल हाल्ने, अनि त्यसपछि हल्का जिरा यसरी जिरा हाल्ने होइन, जिरा पुऱ्याउने। अनि अघि हामीले चप गरेको गार्लिक अनि जिन्जरको पेस्ट यसरी होइन, अदरक अनि लसुन यसरी है, यसरी अदरक लसुन हालेर अनि जिरा हालेर होइन, अनि लसुनलाई ब्राउन गराउने। अनि त्यसपछि प्याज हाल्ने है, त्यसपछि हाम्रो प्याज जान्छ। प्याजलाई पनि मजाले ब्राउन हुन दिने होइन, लाल पर्छ। टमाटर एड गर्ने, यसरी टमाटर एड गर्नुहोस् है त। यसरी बनायो भने दाल चाहिँ एकदम स्वादिलो अनि मिठो हुन्छ है। ट्राई गर्नु होला। अब चाहिँ यसमा स्वाद अनुसार नुन होइन, हजुरहरूले जति पनि हाल्न सक्नुहुन्छ। हाम्रो दाल चाहिँ पाकेर रेडी भइसकेको छ है। कस्तो लाग्यो हजुरहरूलाई मेरो दालको रेसिपी, लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है। कस्तो लाग्यो हजुरहरूलाई मेरो दालको रेसिपी, हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ, एकदम स्वादिष्ट हुन्छ यसरी बनाउँदा चाहिँ। ल गाइस, यति भन्दै भिडियोलाई एन्ड गर्न चाहे। फेरि अर्को भिडियो साथ मिलाउँदा यस्तै अलग अलग खानाका रेसिपीहरूको साथमा है। सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट अनि सेयर गर्न पनि नबिर्सिनु होला है त। हस्।